गुड मर्निङ सबैजना सन्चै आरामै हुनुहुन्छ होला हैन। मस्तै भयो भिडियो पनि हाल्न नपाएको। त बिजी थिएँ यताउति स्कुल पनि भनौँ न अनि कामहरू अनि यता गाडीहरू पनि यताउति थियो। मस्तै भयो भिडियो हाल्न नपाएको। आज चाहिँ फेरि मेरो काम पनि छ, यसो बाहिर नि जाँदैछु, त्यही भएर चाहिँ यसो बाहिर निस्केर एउटा भिडियो पनि बनाऊँ भनेर। खासमा काम चाहिँ कलेज फी हाल्न पर्ने हो, कलेज फी हाल्न जानुपर्ने छ ब्याङ्कदेखि। मोबाइलदेखि नि मिल्छ कि तर मोबाइल ब्याङ्किङ चाहिँ मैले बनाएको छैन। अनि योभन्दा पहिला चाहिँ कति 2 किस्तामा तिर्दै थियो कलेज फी। योपालि चाहिँ अलि थोरै महँगो हुन्छ नि त, अब सेकेन्ड सेमिस्टर हो नि त अहिले, त्यही भएर योपालि चाहिँ थोरै महँगो छ। म चाहिँ अब बिस्तारै बाहिर जान्छु, पेपरहरू लिएर जानुपर्ने हुन्छ। हिँड्दै जाऊँ कि साइकलमा जाऊँ कन्फ्युज भइरहेको। म यसो आज बाहिरको मौसम नै देखाउँछु के कस्तो छ है। यस्तै हो जापानमा चाहिँ महिनाभरि कमायो, महिनाभरि त के गर्ने, जति कमायो सब चाहिँ कलेज बुझाउनु पर्ने हुन्छ। हिजो अस्ति चाहिँ जान नि खासै भ्याएको थिएन, म ब्याक पनि थिएँ। अनि आज चाहिँ यो महिनाको लास्ट दिन हो, अनि यो महिनामा चाहिँ बुझाउनु पर्ने हुन्छ, लास्ट दिन दिएको छ। अनि आज बुझाइसकेपछि चाहिँ फेरि फर्किन्छु। 3 बजीसम्म ब्याङ्क चाहिँ 3 बजीसम्म खुल्ला हुन्छ, एटिएमहरू चाहिँ बेलुकासम्म खुल्ला हुन्छ। त्यही भएर चाहिँ म चाहिँ अब यसो एटिएममा जान्छु। डबल बुझाउन पर्ने छ कि, एउटा चाहिँ कलेज फी हो, अर्को नि कलेज लाइन हो, तर त्यो चाहिँ बेसिक खर्च जस्तो अरू विविध खर्चहरू जस्तै हो। अनि त्यो डबल चाहिँ बुझाउनु पर्ने हुन्छ। अनि भर्खर बेलुकाको समय भएर चाहिँ यहाँ खासै बाटो नि पुरै खाली छ, मान्छेहरू नि कोही छैन। साइकलमा नि जान त मिल्छ कि, तर म चाहिँ भर्खर साइकलमा नजाने, हावा खाँदै खुट्टा तन्काम भनेर सधैँ साइकल चलाइएकै हुन्छ। आज चाहिँ यत्तिकै हिँड्दै जाऊँ भनेर हिँड्दै जान त खै टाइम पनि लाग्छ कि, 10 मिनट जति लाग्छ होला हिँड्दै जान नि। यति 10 मिनट त यहाँ हिँडेकै छैन, कहिले हिँडिँदैन 10 मिनट त। 2-3 मिनट हो धेरैमा हिँड्यो भने, नत्र टाढा जानु पर्यो भने त गाडीहरू ट्रेनहरू भइहाल्यो। नजिक चाहिँ प्रायः साइकलमै गइराखेको हुन्छ, हिँड्न नि गाह्रो लाग्छ, दौडिन त बिर्स्यो सबै। अनि फाइनल्ली म चाहिँ कलेज फी पनि तिरेर सकिसकेँ। यहाँ चाहिँ 2टा पेपर छ, मेरो 2-3 महिनाको कमाइ चाहिँ गयो कलेज फीमा, तिर्नु नि पऱ्यो नि त पढिसकेपछि। यहाँ चाहिँ म यहाँ आइसकेँ। यहाँ अगाडि चाहिँ एउटा पसल छ कि भेटनामीको, त्यहाँ चाहिँ भुजाहरू पाइन्छ, कहिले चटपट खानु पऱ्यो भने चाहिँ काम लाग्छ नि त। त्यही भएर चाहिँ यहाँसम्म आइसकेपछि यसो किन नपस्ने भनेर चाहिँ त्यहाँ भुजा किन्न जानु पऱ्यो। अनि भुजा किनेपछि चाहिँ फर्किन्छु। धेरै टाढा फेरि गाह्रो हुन्छ कि, म हिँड्दै आएको, साइकल भएको भए चाहिँ सजिलो हुन्थ्यो, साइकल छैन, त्यही भएर चाहिँ भुजा किन्छु। अनि त्यसपछि चाहिँ म फर्किन्छु। अरू पसलहरूमा पाइँदैन कि भुजाहरू चाहिँ, हलालहरू यतायतिमा जानुपर्छ, त्यही भएर चाहिँ कहिले काहीँ चटपट खानालाई हिँड्न चाहिँ आनन्द आउँदो रहेछ। कहिले हिँडिँदैन, एक्लै हिँड्न जागर लाग्दैन, साथीहरूसँग चाहिँ यस्तो हिँडिँदैन के साइकलमा केमा हुन्छ। अनि साथीहरूसँग खासै घुम्न निस्किँदैन, गइँदैन, समय नि हुँदैन, मुड पनि हुँदैन एक किसिमले। आज चाहिँ कारणवश काम परेर चाहिँ मस्त होइन, यस्तो आनन्दको मौसम छ होइन, खासै पनि छैन, खासै चिसो पनि छैन, खासै तातो पनि छैन, दामी छ। अझ एकैछिन 5 मिनट हिँडेपछि चाहिँ म पुग्छु। म चाहिँ अहिले पार्कमा आइसकेँ। उताबाट हिँड्दै पार्कमा चाहिँ बच्चाहरू लास्टै खेलिरहेको रहेछ नि, अनि त्यही भएर चाहिँ यसो घुम्न यसो पसेर जान्छु भनेर। शान्त ठाउँमा बस्न नि आनन्द आउँछ नि त। अब त जापानमा साकुराहरू फुलिरहन् लास्टै। अनि यसो बस्छु अनि फर्किन्छु। कलेज पनि तिरिसक्यो, अब 3-4 महिनालाई चाहिँ ढुक्क भयो। 3 महिना भनौँ न, 4 महिनामा त फेरि तिर्न परिहाल्छ। 3-4 महिनालाई चाहिँ यसो आनन्दै भयो। अब स्कुल नि सुरु हुने बेला भयो, अब अर्को हप्ताबाट चाहिँ स्कुल नि सुरु छ। स्कुल सुरु भएपछि घुम्न गइँदैन। अहिले त खास घुम्नको लागि त बेस्ट सिजन हो, जापानमा साकुराहरू लास्टै फुल्छ कि जताततै। काममा जाँदा चाहिँ देखिराखेको हुन्छ दामी फुलेको, तर हामी छुट्टी राखेर घुम्न भनेर चाहिँ गइएकै छैन। 3 वर्ष भयो। सायद यो हप्ता चाहिँ कतै जान्छु होला, जाने प्लान चाहिँ सोचिरहेको। भने जस्तो भयो भने चाहिँ यो हप्ता चाहिँ घुम्न गइन्छ। यस्तै छ, भिडियो राख्न नि पाइए छैन, कहिले कता काम पनि छ। अनि त्यसपछि यता पढाइ अनि वर्किङको लागि कम्पनीहरू नि खोज्ने झटारो छ क्या सबै चिजको, त्यही भएर चाहिँ खासै भिडियो नि राख्न पाएन। खास समय त म्यानेज गर्ने अनि त म्यानेज भइहाल्छ के, आफूमा नि भर पर्छ। त्यही भएर ठिकै छ, सबैजना सन्चै आरामै कुशल मङ्गल तरिकाले बस्नु होला। म नि एकदम आरामै छु। फेरि बिस्तारै भिडियोहरू आउँदै गरेछन् भने चाहिँ अपलोड दिँदै गर्छु। धन्यवाद, स्टे ट्युन।